यो देशमा कोही न कोही जेल त जानै पर्छ। सुरुवात मबाट गर्नुहोस्, म तयार छु, तर सत्यबाट विमुख हुनेवाला छैन। सुरुवात मबाट गर्छु, भ्रष्टहरूलाई जेलमा हाल्छु, सकिनछु भने तिनले मलाई जेलमा हाल्नेछन्। त्यस कारणले मैले जेलको उद्घाटन चाहिँ गरेर आएको छु। नेपालगञ्जको एउटा जेलको उद्घाटन गरेँ मैले, त्यहाँ मेरो नाममा शिलालेख लेखिएको छ उद्घाटन गर्ने भनेर। किनकि मलाई थाहा छ राम्रो काम गर्न सकिएछ, साथ पाइएछ भने अब त संसदीय समितिमा पनि तपाईँहरूको बहुमत भयो होला। अब त मलाई ठग प्रमाणित गर्न तपाईँलाई कुनै आपत पनि पर्दैन होला। गर्नुहोस् ठग प्रमाणित। यो देशमा कोही न कोही जेल त जानै पर्छ। सुरुवात मबाट गर्नुहोस्, म तयार छु, तर सत्यबाट विमुख हुनेवाला छैन। सुरुवात मबाट गर्छु। सम्मान्य सभामुख महोदय, मैले आफ्नो कार्यकालमा औपचारिक उद्घाटनलाई कहिले पनि प्राथमिकता दिइनँ। मलाई यी उद्घाटनहरूमा त्यति धेरै विश्वास पनि छैन। मैले औपचारिक उद्घाटनमा आफूलाई समय खर्च पनि गर्न चाहिने, तर मैले एउटा औपचारिक उद्घाटन गरेँ सभामुख महोदय। यो नेपालगञ्जको एउटा जेलको उद्घाटन गरेँ। त्यहाँ मेरो नाममा शिलालेख लेखिएको छ उद्घाटन गर्ने। किनकि मलाई थाहा छ राम्रो काम गर्न सकिएछ, साथ पाइएछ भने भ्रष्टहरूलाई जेलमा हाल्छु, सकिनछु भने तिनले मलाई जेलमा हाल्नेछन्। त्यस कारणले मैले जेलको उद्घाटन चाहिँ गरेर आएको छु, यो सोचेर कि कुनै न कुनै दिन सुशासनको यो एजेन्डा जसलाई लिएर नयाँ राजनीतिक दल आएको छ, नयाँ मानिसहरू आएका छन्, त्यसलाई सम्पन्न गर्नको निमित्त नयाँ पुस्ता आउनेछ। सम्मान्य सभामुख महोदय, हिजो बलिदानी दिने बेलामा, हिजो राष्ट्रले ठूलो परिवर्तन मागेका बेलामा हामीले आफ्नो ज्यानको आयुधि दिन पाएनौँ। सङ्घर्षमा उभिने अवसर हामीले पाएनौँ, सकेनौँ, जानेनौँ, भ्याएनौँ, थिएनौँ। व्यवस्था ल्याउनमा योगदान दिन सकेनौँ। हामी लड्न सकेनौँ, हामी मर्न सकेनौँ। तर म यो सदनमा बसेर प्रतिबद्धता व्यक्त गर्न चाहन्छु सभामुख महोदय, यो व्यवस्था ल्याउनका लागि हामीले आफ्नो ज्यान दिन नसक्दा पनि यो व्यवस्था जोगाउनको निमित्त ज्यान दिन तयार छौँ। यसलाई तलमाथि हामी हुन दिँदैनौँ, यो म स्पष्ट पार्न चाहन्छु। संसारभरि रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू जो क्षमतावान हुनुहुन्छ, नेपालमा कहिले आउने, किन आउने, कसरी आउने भन्नुहुन्छ, म उहाँहरूलाई स्पष्ट एउटा कुरा बताउन चाहन्छु सभामुख महोदय मार्फत कि एउटा राजनीतिक दल 5 महिना अगाडि दर्ता हुन्छ, 5 महिनामा राजनीतिक दल खडा हुन्छ, त्यो 5 महिनामा 21 सिटको दल बन्छ, त्यो सरकारमा जान्छ, 4-4वटा मन्त्रालय लिएर जान्छ, मन्त्रालयमा बसेर इमानदारिताका साथ आफ्नो काम गर्छ, जनताको सेवा गर्छ। काम गर्दै जाँदाखेरि एक दिन यस्तो एउटा फाइल खुल्छ कि इतिहासमा कहिल्यै नभएको घटना हुन्छ, 2टा ठुला दल ठ्याप्पै मिल्ने काम हुन्छ भने यो देशमा सम्भावना छ, आउनुहोस्। यो देशमा सम्भावना छ, अथाह सम्भावना छ, खालि त्यसको सुरुवात मात्र हामीले गरेका हौँ। भनिएको छ अब ओह्रालो लाग्यो, काम छैन, केही छैन, यिनीहरूको केही काम छैन, सकिए अब ओह्रालो लाग्दैछ भनिएको छ। जो ओह्रालो लाग्छ, जो कमजोर छ, त्यसलाई सबै मिलेर लखेट्छन् सदनमा, सडकमा, पत्र पत्रिकामा, हेडलाइनमा, सम्पादकीयमा। अन्तर्राष्ट्रिय जगतले समेत विभिन्न अपिल निकालेर गर्छन् भने त्यो कमजोर होइन, त्यो सबभन्दा बलियो व्यक्तिका रूपमा, पार्टीका रूपमा होइन, सुशासनको एजेन्डा यो देशमा जबरजस्त स्थापित भयो। 2 ठुला राजनीतिक दलले त्यसलाई स्थापित गरिए हो। सुशासनको एजेन्डा अब नेपालमा सुरु भएको छ। सामान्य सभामुख महोदय, अहिले के सुन्न थालिएको छ भने कांग्रेस र एमाले यति ठुला दल हुन् कि यी दुई मिलेपछि अब देशमा जे गरे पनि हुन्छ। संविधान संशोधनदेखि